पढेर त्यसपछि हामी मनन गर्नेछौँ है त। सुन्नुहोस् है, वचनको टाइममा यहाँ के भन्छ भन्ने कुरामा त्यसपछि म तपाईँहरूलाई चाहिँ उ गर्नेछु। 1 पत्रुस 2को 1देखि 12सम्म म पढ्नेछु। यहाँ यस्तो भन्छ कि यसकारण सबै दुष्टता, सबै छल कपट, ईर्ष्या, सबै निन्दाहरूलाई चाहिँ त्याग, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्ने छौ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ। उहाँ कहाँ जाओ जो जीवित पत्थर हुनुहुन्छ, मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ। तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहयोग्य आत्मिकी बलिदान चढाउने पवित्र पुजारीगिरी र निम्ति जीवित पत्थरहरू चाहिँ आत्मिकी घर बनाउँदै जाओ, किनभने धर्मशास्त्र भनिएको छ, हेर सिमोनमा एउटा छानिएको बहुमूल्य कुनै ढुङ्गा म बसाल्छु जसले यो त के यो के भन्छ साङ्गको हुन्छ। किनकि भने धर्मशास्त्रमा भनिएको छ, हेर सिमोन एउटा छानिएको बहुमूल्य कुनै ढुङ्गो म बसाल्छु र जसको उहाँमाथि विश्वास गर्छ जो शर्म पर्ने छैन। यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गाहरूलाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो। एउटा ढुङ्गो जसले मानिसहरूको लागि खेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ, किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो। तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हो। उहाँले तिमीहरूलाई चाहिँ अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एकपल्ट तिमीहरू पर्दा थिएनौ, तर अब तिमीहरू परमेश्वरको पर्जा भएका छौ। एकपल्ट तिमीहरू कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विनती गर्दछु कि विदेशी र प्रवासी हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाबाट अलग रहो। अन्य जातिहरूको बिचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरू विरुद्धमा बोले तापनि तिमीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिमीहरू परमेश्वरको महिमा गरून्। आमेन। परमेश्वरको यो चाहिँ वचनमा चाहिँ पढाइमा र सुनाइमा परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। र आजको चाहिँ टपिक के छ भने हाम्रो पहिचान, हाम्रो आइडेन्टिटी, आवर आइडेन्टिटी भन्ने चाहिँ है, हाम्रो आइडेन्टिटी के हो भन्ने कुरामा टपिक लिएको छु। हाम्रो आइडेन्टिटी भनेको के हो तपाईँलाई थाहा छ? कसले भन्छ? कसैलाई थाहा छ भन्नुहोस् त, हाम्रो आइडेन्टिटी के हो? थाहा छैन है। हामीले सबैले छातीमा के भन्नु? आमेन आमेन आमेन। ल परमेश्वरलाई धन्यवाद, ताली बजाएर हामीले छातीमा हात राखेर, दाहिने हात छातीमा हात राखेर हामी भनौँ हामी परमेश्वरको छोराछोरी हौँ। आमेन। किन नारी भन्नुहोस् न, सबैले राख्नुहोस् न, भन्नुहोस् न, छाती खोलेर ल आमेन आमेन। हामी दाहिने हात राखेर भन्नुहोस्। यूहन्ना 1:12 पद तपाईँले पढ्नु भएको छैन र? हामी रोमियो 8:14 हामी पाउँछौँ, हामी उहाँका पुत्र हौँ, छोराछोरी हौँ भनिकन। त्यसमा चाहिँ हाम्रो आइडेन्टिटी भनेको चाहिँ हामी परमेश्वरको छोराछोरी हौँ। आज संसारमा हामीले विभिन्न कुराले आज आइडेन्टिटी एउटा पहिचान राख्नको निम्ति विभिन्न हामीले संसार, सुन्नुहोस् है, संसारमा हामीले आधारभूत कुरालाई चाहिँ हेर्छौँ भने आज मानिसले चाहिँ विभिन्न कुराबाट आफ्नो पहिचान राख्न चाहेका छन्। अनि कसैले पैसा कमाएर, कसैले कामद्वारा, कसैले चाहिँ के सञ्जालमा विभिन्न किसिमको तरिकाले चाहिँ आज चाहिँ उनीहरूले चाहिँ पहिचान राख्न खोजिरहेका छन्। तर हामीले चाहिँ परमेश्वर, हाम्रो आइडेन्टिटी भनेको चाहिँ हामी परमेश्वरको सन्तान हौँ। त्यस कारण चाहिँ यहाँ के भनेको हामी परमेश्वरको सन्तान भएको कारणले गर्दाखेरि हाम्रो जीवनशैली कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। यहाँ के भन्छ भने यसकारण सबै दुष्टता, सबै छल कपट, ईर्ष्या, सबै निन्दाहरू चाहिँ त्याग भनेको छ है। यस्ता कुराहरू हामीले चाहिँ अरूको आलोचना गर्ने, निन्दाहरू गर्ने कुरादेखि विभिन्न कुरादेखि हामी चाहिँ एकदमै सावधान हौँ है। हामीहरू चाहिँ एकअर्कालाई चाहिँ निन्दा गर्नबाट हामी त्यसबाट छौँ भने पनि हामी चाहिँ प्रार्थना गरौँ। किन भन्छ नि, यहाँ जन्मेका बालक जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गरेर त्यसबाट तिमीहरूले आफ्नो मुक्तिमा बढ्न सक्नेछौ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुरा स्वाद तिमीहरू पाएका छौ। हामीले आज कति कुराहरू पास्टरहरूबाट अनि विभिन्न
उहाँ चाहिँ परमेश्वरको जनहरूबाट हामीले कुराहरू वचनहरू चाहिँ सुनेका छौँ, परमेश्वरको वचन सुनेका छौँ। योभन्दा हामीले क्रुस के हो भन्ने कुरामा सुनेका छौँ, परमेश्वरको भविष्यबारे विषयमा हामीले सिकेका थियौँ। अनि आराधना भनेको के भन्ने विभिन्न कुराहरूबाट हामीले चाहिँ अध्ययन गर्दै परमेश्वरको विषयमा चाहिँ सुन्दै र बुझ्दै आएका छौँ। हाम्रो दिन प्रतिदिन हाम्रो जीवनमा चाहिँ गर्नुपर्ने उदाहरणीय कामहरू, गर्नुपर्ने कार्यहरू, हाम्रो शैलीहरूलाई चाहिँ निर्माण गर्नको निम्ति नयाँ गरिकन जन्मनको लागि हामी चाहिँ सिक्दै र बुझ्दै आएका छौँ। र त्यस कारण चाहिँ यहाँ चाहिँ हामी चाहिँ परमेश्वरको जन, परमेश्वरको छोराछोरी, हामी धुइएका जाति, पवित्र जाति, अनि हामीले चाहिँ ज्योतिका सन्तान है, अनन्तका राज्यका सन्तान, अनि विभिन्न कुराहरू चाहिँ छन्। त्यस कारण चाहिँ हामी परमेश्वरको जन, परमेश्वरको छोराछोरी भएको कारणले गर्दाखेरि हाम्रो जीवनशैलीलाई, हाम्रो बोलीलाई, हाम्रो शब्दलाई, हाम्रो आचरण, हाम्रो व्यवहारलाई चाहिँ कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै मजबुत छ। मैले चाहिँ उहाँबाट आउँदै थिएँ, हिँड्दै गर्दै आउँदै थिएँ र एउटा भाइले चाहिँ ड्रिङ्क गर्दै हुनुहुन्छ, लोकल लिएर बस्दै हुनुहुन्छ। उहाँले मलाई चाहिँ जय मसीह भन्नुभयो। अनि मैले चाहिँ उहाँलाई चाहिँ जय मसीह भनेर फर्काएन, किनभने जय मसीह भनेको चाहिँ प्रभु तिम्रो हृदयमा चाहिँ बास गरेको, हृदय जुन चाहिँ बास गर्नुभएको छ उहाँलाई चाहिँ मेरो नमस्कार भनेको कुरा हो। मलाई होइन कि ममा रहनु हुने यीशु ख्रीष्टलाई चाहिँ जय मसीह भनेको खास वास्तविक होइन। अब चाहिँ उहाँले चाहिँ जय मसीह भन्नुभयो अनि मैले उहाँलाई चाहिँ हजुर हजुर भने मैले उहाँलाई, किन भन्दाखेरि मैले परमेश्वरलाई चाहिँ अपमान गर्न चाहेन। किनभने हाम्रो परमेश्वर महान परमेश्वर हुनुहुन्छ। उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी र अन्तर्यामी परमेश्वर हुनुहुन्छ। र तपाईँले मलाई चाहिँ आमाको गर्भमा रस्ने परमेश्वर हुनुहुन्छ। एउटा कणबाट वृद्धि हुँदै विकास हुँदै गर्दै गर्दाखेरि हामी एउटा चेपाको रूपमा चाहिँ चेपा हुनुहुन्छ, चेपा जस्तै भएर हुँदा हुँदै हाम्रो आकार परमेश्वरले आमाको गर्भमा चाहिँ बनाउनुहुन्छ। यस्तो परमेश्वरलाई चाहिँ, अवर्णीय परमेश्वरलाई चाहिँ, अतुलनीय परमेश्वरलाई चाहिँ, असीमित परमेश्वरलाई हामीले चाहिँ ठट्टामा गर्दछौँ। त्यस कारण हामी परमेश्वरको जन, परमेश्वरको छोराछोरी भएको कारणले गर्दाखेरि हाम्रो जीवनशैली, हाम्रो आचरण र व्यवहारलाई चाहिँ एकदमै परिणत गर्नुपर्छ। हामी चाहिँ एकदमै परिवर्तन हुनुपर्दछ। हाम्रो जीवनशैली चाहिँ परिवर्तन गर्नुपर्छ। त्यस कारण यहाँ चाहिँ के भन्छ, नयाँ जन्मेका बालक जस्तै शुद्ध आत्मिक दुधको तृष्णा गरेर हामी चाहिँ परमेश्वरको वचनमा चाहिँ तृष्णा गर्नुपर्छ। मलाई मलेसियामा रहँदै गर्दाखेरि मलाई म एउटा लिडर हो, त्यहाँ एउटा लिडर काम गर्थेँ। तर पनि म लिडर काम गर्दै गर्दाखेरि मलाई डबल ध्यान मिल्थ्यो, तर पनि मैले त्यो डबल ध्यानको महत्त्व दिएन। म प्रभुको राज्यको निम्ति तृष्णा गरेँ। किन भन्दाखेरि मोती 6:33 भन्छ, धार्मिकताको खोजी गरेर सबै कुराहरू परमेश्वरले थपिदिनु हुनेछ। आमेन। हामी चाहिँ परमेश्वरको धार्मिकतालाई चाहिँ खोजी गर्नुपर्दछ। त्यस कारण चाहिँ हाम्रो यो चाहिँ वचनमा चाहिँ तृष्णा गर्नु, उहाँमा चाहिँ रहनु, उहाँमा चाहिँ सङ्गति गर्नु परमेश्वरको योजना र चाहना हो। आज हामी चाहिँ हराएका र बरियालिएका व्यक्तिलाई चाहिँ आज एउटै प्रेममा चाहिँ बाँध्नु भएको छ। आज विभिन्न हाम्रो जातिहरू छौँ, विभिन्न कास्टहरू छौँ, विभिन्न हामी जातित्व छौँ, तर पनि परमेश्वरले एउटै प्रेममा, एउटै विश्वासमा, एउटै रगतमा हामीलाई चाहिँ बाँध्नु भएको छ परमेश्वरले है। त्यसले चाहिँ हामीहरू चाहिँ कतिपय कुराहरूलाई चाहिँ त्याग्नु पर्ने कुराहरू छन्। त्यसले चाहिँ हामीहरू चाहिँ नयाँ पहिचान जिउन चाहन्छौँ भने हाम्रो पुरानो बानी र स्वभावलाई चाहिँ परिवर्तन गर्न एकदमै आवश्यक छ। आजमेन हामीहरू चाहिँ मण्डलीमा आउनुको उद्देश्य यो महत्त्वपूर्ण भनेको चाहिँ हाम्रो जीवनशैलीलाई चाहिँ परिवर्तन गर्नु नै हो है। यदि तपाईँको बानीहरू छ, त्यस्तो खराबी बानीहरू छ, दिन प्रतिदिन तपाईँले चाहिँ घटाउँदै जानुहोस्। किनभने तपाईँ चान्नु चुन्ने व्यक्तिहरू हुनुहुन्न, तपाईँहरू चाहिँ परमेश्वरको जन हुनुहुन्छ, परमेश्वरको छोराछोरी हुनुहुन्छ। तपाईँलाई प्रभु यीशु ख्रीष्टको रगतले चाहिँ धुइएको पवित्र जाति हुनुहुन्छ है। तपाईँ चान्नु चुन्ने व्यक्ति हुनुहुन्न। आमेन। तपाईँ अनन्तमा जाने छोराछोरी हुनुहुन्छ। तपाईँको राज्य भनेको चाहिँ अनन्तको राज्य हो। यो भनेको चाहिँ तपाईँ केही दिनको लागि चाहिँ बस्ने ठाउँ मात्र हो, अस्थायी ठाउँ हो। तर तपाईँ चाहिँ अनन्तको राज्यमा जाँदै हुनुहुन्छ। त्यो राज्यमा जानको लागि तपाईँ क्वालिफिकेसन, तपाईँको योग्यता, तपाईँको जुन शैली छ शैलीलाई चाहिँ महत्त्वपूर्ण कुरा छ। तर तपाईँ पिएचडी पढ्नुहोस् चाहे जति पनि पढ्नुहोस् चाहे त्यसको महत्त्व छैन। तर तपाईँको जीवनशैलीलाई यहाँ खोज्दछ। यो वचनले त्यही भन्दछ है। हाम्रो हरेक कुरालाई चाहिँ परिवर्तन, हाम्रो पहिचानलाई चाहिँ परिवर्तन गर्नुपर्छ। यो क्रिस्चियनहरू यस्तो छ, हामीले जानेछौँ कति क्रिस्चियनहरू त खान्छ त, तपाईँ किन पिउनुहुन्न भन्ने कुरालाई चाहिँ त्यस्तो उदाहरणले, त्यस्तो साक्षीको जीवन हामीले चाहिँ जिउनु हुँदैन। एउटा परमेश्वरको बेइज्जत यत्रो। मैले अस्ति हामी माथि पञ्चकोट गएका थियौँ, अनि उहाँ ट्याक्सीवालालाई चाहिँ मैले वचन सुसमाचार प्रचार गर्दै गर्दाखेरि
उहाँले डोनेसन आउँछ यसो भन्नुभयो। अनि मैले उहाँलाई चाहिँ राम्रोसँग चाहिँ उहाँलाई सुसमाचार सुनाएँ। अनि यो सबै देख्नुभएको छ, या सारा सृष्टि यो ब्रह्माण्डले हेर्नुहोस्, तपाईँले यहाँबाट भ्युज देख्नुहुन्छ। यस्तो बनाउनु हुने परमेश्वरलाई तपाईँले एउटा बनाइएको ठोकहरूसँग तुलना गर्नुहुन्छ, एउटा भौतिक कुरासँग तपाईँले तुलना गर्न सक्नुहुन्छ। यो परमेश्वर अवर्णीय परमेश्वरले यो ब्रह्माण्ड र सारा सृष्टिलाई चाहिँ यस्तो तरिका बनाउनु भएको छ। तपाईँले मलाई चाहिँ जीवन दिनुहुने परमेश्वर, अनि जहाँ सास दिइरहेको छ यो परमेश्वरको दिन सबै कुराद्वारा हुने। अनि उहाँ चाहिँ डोनेसन आउँदा चाहिँ अनि कृष्ण भाइ बिचरा तपाईँले चिन्नुहुनेछ, कृष्णले तपाईँलाई पठाउनु भयो। उहाँ कृष्णले पनि डोनेसन पाउनु भएको, किन बिचरा ट्याक्स चलाइदिनुहुन्थ्यो? उहाँले महिनामा के त किस्ता तिर्नु पर्थ्यो होला। त्यसमा चाहिँ यस्तो चाहिँ गलत फ्यामिली, यो पनि मलाई चाहिँ यो प्रभुलाई पाउनुभन्दा अगाडिको समयमा पनि मैले चाहिँ यो पाएको थिएँ। तर गलत रहेछ। हामीले नजानेको कारणले गर्दाखेरि, नबुझेको कारणले गर्दाखेरि हामीले चाहिँ परमेश्वरको अधीनतामा रहन्छौँ। किनभने रोमी 10:3 हामी पाउँछौँ, त्यहाँ चाहिँ नजानेको कारणले गर्दा, नबुझेको कारणले चाहिँ मानिसहरू चाहिँ परमेश्वरको अधीनतामा रहेनन्। तर आज तपाईँहरू चाहिँ यहाँ के भनेको छ वचनले? अब त तिमीहरू के भनेको छ यहाँ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुरा स्वाद तिमीहरूले पाएका छौ। आमेन। स्वाद तपाईँहरूले पाइसक्नु भएको छ। हाम्रो परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा तपाईँले चाखिसक्नु भएको छ है। मेरो आमाको पोहोर मेरो आमा गइसक्नु भएको छ, मरिसकेको मान्छे हो, डक्टरले चाहिँ इन्कार गरिसकेको मान्छे हो। तर पनि परमेश्वर ममा चाहिँ बोल्नुभयो, तेरो आमा बाँच्नेछ है, 5 वर्ष तेरो आमा चाहिँ अझै बाँच्नेछ भन्नुभयो। अनि परमेश्वरको अनुग्रह है। हुन त 2046 सालमा मर्छ भनेको व्यक्ति हो, तर पनि परमेश्वरको अनुग्रहले मसँग बोल्नुभयो। अनि उहाँ चाहिँ सबै कुराहरू चाहिँ आइसियूबाट निकालियो, वार्डमा राखियो, वार्डबाट पनि परमेश्वरले पुरा छुटकारा दिइकन उहाँ चाहिँ निको हुनुभयो। हामीले एसियाको 53:6 पाउँछौँ। उहाँ चाहिँ हाम्रा अपराधहरू, हाम्रा पापहरूको निम्ति, हामीलाई शान्ति दिनको निम्ति, हामीलाई स्वतन्त्र पार्नको निम्ति है, हामीले चाहिँ उद्धार मुक्ति र अनन्त जीवन दिनको निम्ति उहाँ क्रुसमा टाँगिनु भएको भनिकन यो पिछले हप्ता हामीले चाहिँ पहिलो हप्ता चाहिँ हामीले चाहिँ सुनेका थियौँ है। त्यस कारण चाहिँ उहाँ चाहिँ हामी चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू हामीले त्यो स्वादलाई चाहिँ चाखेका छौँ, हामीले चाहिँ बुझेका छौँ हामी परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरालाई। त्यस कारण चाहिँ हाम्रो ढाँचा, हाम्रो जीवनशैलीलाई चाहिँ एकदमै परिवर्तन गर्न एकदमै आवश्यकता छ। हाम्रो आधार भनेको चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ है। किन भन्दाखेरि 4मा के हुन्छ, उहाँका जाओ र जो जीवित पत्थर हुनुहुन्छ मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ, तिमीहरू पनि यीशु ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा गरियोग्य आत्मिकी बलिदान चढाउने पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थर झैँ आत्मिकी घर बनाउँदै जाऊ। किनभने धर्मशास्त्रमा भनिएको छ, हेर सियोनमा एउटा छानिएको र बहुमूल्यको कुनै ढुङ्गो म बसाल्छु र त्यस जसले उसमाथि विश्वास गर्छ त्यो शरममा पार्ने छैन। यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गाहरूलाई चाहिँ भवनमा निर्माण गर्नेहरूले रद्द गरे त्यो चाहिँ कुनाको शिर बन्यो र एउटा ढुङ्गा जसले मानिसलाई चाहिँ ठेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ। किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्, तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो। जस्तै यीशु ख्रीष्ट चाहिँ जीवित ढुङ्गा हुनुहुन्छ है। अनि चाहिँ उहाँमा हाम्रो चाहिँ जीवन निर्माण हुँदछ। अनि चाहिँ हाम्रो पहिचान हुने कुनै पनि पैसा वा मान्छेमा होइन, तर यीशुको आधारित छ है। त्यसैले प्रभु यीशु ख्रीष्टले चाहिँ गरेका उपकारहरू, उहाँले गरेका प्रेमहरू, उहाँले गरेका भलाइहरू तपाईँले मैले चाहिँ गर्न नसकिन असीमित चाहिँ पीडा छ, त्यो दुःख छ, त्यो समस्याहरू छन्, ती सबै कुराहरू प्रभुले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ उहाँ चाहिँ कुनो ढुङ्गा चाहिँ बनिकन उहाँ चाहिँ बहुमूल्य। आज हामी संसारमा हेर्छौँ भने कुनै पनि भगवान्, कुनै पनि देवी देवता जीवित पुनरुत्थान भएको हामीले कुरा पाउँदैनौँ, तर प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ र मेरो निम्ति उहाँ चाहिँ मर्नुभयो, त्यो क्रुस टाँगिनु भयो, उहाँ चाहिँ मर्नुभयो, चाहिँ उहाँ चाहिँ बौरी उठ्नु भएको छ। हामीले चाहिँ परमेश्वर र मानिसको बिचको सम्बन्धलाई चाहिँ जोड दिनु भएको छ। आज हेर्नुहोस् न, तपाईँ र मेरो पापलाई चाहिँ कुनै कुराले चाहिँ शुद्ध र पवित्र बनाउन नसकिने कुरालाई हेर्नुहोस् है, तपाईँको धर्म र कर्मले कुनै पनि कुराले चाहिँ गर्न नसकिने, पाउन नसकिने त्यो कुराबाट तपाईँलाई र मलाई चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ उहाँ चाहिँ माध्यम बनाउनु भएको छ, उहाँ चाहिँ पुल बन्नुभएको छ। आज हामी बागलुङदेखि कुस्मामा जानको लागि पुलको आवश्यकता छ। आज हामी परमेश्वरको जानको निम्ति हामीलाई चाहिँ प्रभु यीशुको जग्गा चाहिँ पुल बनिकन उहाँ चाहिँ आउनुभएको छ। मानिसहरूले चाहिँ हेपिएको फालिएको यो काम लाग्दैन भनेर फालिएको है, तर उहाँ नै के भयो महत्त्वपूर्ण भयो।
अझै म लेस पाएको त हाम्रो पास्टरले चाहिँ मलाई चाहिँ सुँग्ने दिनुभएको थियो, त्यो कता हराएछ। उहाँले चाहिँ मैले हजुरलाई पैसा लिनु भन्नुभयो, त्यो चाहिँ मलाई फ्रीमा दिनुभयो। अनि त्यो राखेको थिएँ, अनि घरमा पनि वास्तव भएन, त्यसको भ्यालु नै भएन। अनि मेरो परिवारले के सोध्नुभयो भने यो किनेको हो कि के गरेको भन्नुभयो। यो त 1000मा क्या लिएको नि। अनि मेरो छोरी मुनाहरूले सबैले सुन्नु थाल्यो अरे। अनि त्यसै कारण चाहिँ आज हामीले टेक्स्ट बाँडेका कुराहरू चाहिँ बाइबलीय कुराहरू, परमेश्वरले सित्तैमा प्रेम गरेका कुराहरू चाहिँ आज मानिसले चाहिँ त्यसको कुनै पनि महत्त्व दिएको छैन। आमेन। आज कुनै महत्त्व गरेको छैन। कुनै ढुङ्गा भए तापनि उहाँ चाहिँ बहुमूल्य हुनुहुन्छ। जतिले उहाँलाई ग्रहण गरे, विश्वास गरे, तिनीहरू चाहिँ परमेश्वरको छोराछोरी हुने अधिकार दिनुभएको छ। हेर्नुहोस् त, हामी उहाँका पर्दा भएका छौँ। अझ हामीले चाहिँ उहाँको सिंहासनको योग्य हामीले चाहिँ बनाउनु भएको छ। हेर्नुहोस् त, परमेश्वरको प्रेम कति महान छ, अति उत्तम छ। हेर्नुहोस् त, तपाईँले मलाई चाहिँ परमेश्वरले गर्नुभएको यी उपकारहरू छ। त्यस कारण चाहिँ हाम्रो पहिचान भनेको कुनै पनि पद पैसा मान्छे होइन, तर येशूमा हाम्रो चाहिँ आदर छ। हामी यीशु ख्रीष्टमा चाहिँ हाम्रो एउटा पहिचान छ है। त्यस कारण चाहिँ हाम्रो नयाँ पहिचान भनेको चाहिँ 9:10मा के भन्छ नि, तर तिमीहरू त चुनिएका वंश हो। हेर्नुहोस् है, तपाईँहरू चुनिएका वंशहरू र राजकीय पुजारीगिरी हो। राजकीय पुजारीगिरी भनेको चाहिँ तपाईँहरू चान्ने चुन्ने व्यक्ति हुनुहुन्न। तपाईँले अहिले हाम्रो समीर भाइले भन्नुहुन्छ तपाईँहरू चाहिँ परमेश्वरको अगाडि उपस्थित हुनुभएको छ। परमेश्वरलाई कसरी आदर र महिमा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँ बुझेका थियौँ। त्यस कारण चाहिँ राजकीय पुजारीगिरी भनेको चाहिँ तपाईँ चान्ने चुन्ने व्यक्ति हुनुहुन्न। तपाईँ डाइरेक्टली परमेश्वरसँग चाहिँ संवाद गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईँको समस्यालाई चाहिँ संवाद गरेर परमेश्वरसँग अगाडि तपाईँले राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईँ त्यो योग्य तपाईँलाई चाहिँ परमेश्वरले तपाईँलाई बनाउनु भएको छ। आज यीशु ख्रीष्टमा तपाईँ रहेर उहाँलाई त्यो संवाद गर्ने योग्य तपाईँलाई बनाउनु भएको छ। हेर्नुहोस् त, तपाईँ चान्ने चुन्ने व्यक्ति हुनुहुन्न। तपाईँ डाइरेक्ट परमेश्वरसँग, हामीले पुरानो करारमा हेर्थ्यौँ भने त्यहाँ पुजारीहरूले चाहिँ त्यो रगतलाई लिएर जाँदै गर्दाखेरि अहिले मानिसको पापलाई उठाएर लगेर भित्र गएर प्रार्थना गर्नु पर्थ्यो पहिलाको समयमा, पुरानो करारमा हामी हेर्थ्यौँ भने। तर अहिले तपाईँले मलाई कति सजिलो के त्यो भएर एबिसीको 2:9मा भन्छ सिद्धको वरदानको रूपमा तिमीहरूलाई चाहिँ उहाँले चाहिँ तपाईँलाई चाहिँ सिद्धको वरदानको रूपमा चाहिँ दिनुभएको छ भनेको एबिसीको 2:9ले हामी पाउँछौँ। अनि 10मा हामीले हेर्छौँ भने तिमीहरू चाहिँ असल कामको निम्ति सिर्जेका हो भनेको त्यहाँ हामीले पाउँछौँ। तपाईँहरू हेर्नुहुन्छ असल कामको निम्ति तपाईँहरू चाहिँ सिर्जिनु भएको रहेछ। त्यस कारण चाहिँ तपाईँले आफूलाई चाहिँ चान्ने चुन्ने नसम्झिनुहोस्। तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ, तपाईँ परमेश्वरको छोरी हुनुहुन्छ। हेर्नुहोस् त, तपाईँलाई त्यो योग्य बनाउनु भएको छ। आज तपाईँ पुजारीगिरी भनेको चाहिँ तपाईँ डाइरेक्टली परमेश्वरसँग तपाईँको गुनासोहरू, तपाईँको समस्याहरू बताउन सक्नुहुन्छ। तपाईँको सङ्कल्प, तपाईँको हरेक कुराले चाहिँ परमेश्वरसँग तपाईँ रहन सक्नुहुन्छ। त्यही भएर युहन्ना 15:4मा पनि भन्नुभयो तिमीहरू ममा रह, म तिमीमा रहनेछु भनेर प्रभुले भन्नुभयो है। तिमीहरू ममा रह र म तिमीमा रहनेछु, हरेक खाँगाले चाहिँ फल फलाउनेछ भनेर प्रभुले भन्नुभयो। यदि दुईजनाको सहमति तिमीले जुन कुरा चाहिँ माग्छौ म त्यो पुरा गर्नेछु भनेर प्रभुले भन्नुभयो। त्यस कारण चाहिँ परमेश्वरको निजी पर्दा हो। हेर्नुहोस् त, निजी पर्दा तपाईँहरू भन्नुभएको छ। तपाईँको आइडेन्टिटी के रहेछ, तपाईँको पहिचान भनेको हेर्नुहोस् त, तपाईँको पहिचान भनेको चुनिएका वंशहरू हुनुहुन्छ, अनि राज्यकै पुजारीगिरी हुनुहुन्छ, तपाईँ पवित्र जाति है। तपाईँको त्यो सिन्दुर रङका पापलाई चाहिँ हिउँ जस्तो सेतो बनाउनु भएको छ। तपाईँको राता र गडनका पापलाई चाहिँ ऊन जस्तो सेतो बनाउनु भएको छ परमप्रभुले। हामीले पाउँछौँ। अनि हामीले कुनै पनि धर्मशास्त्रमा हामीले हेऱ्यौँ, यति धर्म कर्म गरेँ मैले। बिहान 9-10 वर्षको उमेरदेखि मैले घन्टी बजाउन थालेँ, उपवास प्रार्थना गरेँ, धेरै भक्तिको जीवन जिएँ। मैले धेरै भक्ति गरेँ, धेरै प्रार्थना आराधनाहरू गरेँ, धेरै उपवासमा प्रार्थना गरेँ। तर मेरो जीवनमा चाहिँ कहिले पनि शान्ति र आनन्द भनेको चाहिँ कहिले पनि मैले पाएको थिइनँ। जब म प्रभुमा जब आएँ, जब प्रभुलाई चाहिँ म जब ग्रहण गरेँ, त्यो दिनदेखि मैले शान्ति पनि पाएँ र आनन्द पनि पाएँ है। त्योभन्दा अगाडिको जीवन मैले कहिले पनि यति धर्म कर्म गरेँ, यति पाप पूजा गरेँ, यति बलिहरू चढाएँ, तर पनि मेरो जीवनमा चाहिँ शान्ति र आनन्द भनेको कहिले पनि पाएको थिइनँ। त्यही भएर एशियाको 9मा पनि प्रभुले भन्नुहुन्छ उहाँ चाहिँ शान्तिका राजकुमार हुनुहुन्छ भनेर त्यसरी भन्नुहुन्छ। एशियाको 53:6मा हुन्छ उहाँ शान्ति दिनको निम्ति, आनन्द दिनको निम्ति, उद्धार मुक्ति र अनन्त जीवन दिनको निम्ति उहाँ चाहिँ क्रुसमा टँगिनु भएको छ। हेर्नुहोस् न, त्यस कारण चाहिँ तपाईँहरू चाहिँ शान्ति एशियाको 53:6मा, त्यस कारण चाहिँ तपाईँहरू चान्ने चुन्ने व्यक्ति हुनुहुन्न। उहाँ तिमीहरू चाहिँ अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भएको छ। हेर्नुहोस् त, हामी हिजोको दिनमा चाहिँ अन्धकारमा थियौँ, आफूले बनाएका मूर्तिलाई ढोक्थ्यौँ, आफूले बनाएका कुरालाई चाहिँ आराधना गर्थ्यौँ है। अनि अहिले हिजो म गएको थिएँ, हाम्रो कान्छा बाउ चाहिँ ड्याड हुनुभयो, उहाँ चाहिँ झुन्निएर
अनि उहाँ चाहिँ के लिएर गएको यो भएको त गँठ लडेर गएको गँठ उहाँ चोखाउनलाई घरलाई भनेर। अनि आज चाहिँ त्यो अन्धकारको कारणले गर्दाखेरि गाईको पिसाबले घर चाहिँ चोखाउँदैछ आज हेर्नु संसारमा। अनि गँठ अनि खाएर सर्ट पाएर यति यता चाहिँ सर्ट गर्नुहुन्छ। त्यो नचाहिने तत्त्व के शरीरलाई चाहिँ नचाहिएर फ्याँकिदिएको तत्त्वलाई चाहिँ आज चाहिँ गँठ भनेको चाहिँ मानिसले चाहिँ एउटा पवित्र बनाइएको छ। तर प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ मेरो निम्ति चाहिँ उहाँले चाहिँ उपकार गर्नुभएको छ। हामीले चाहिँ वर्णन गरेर वर्णन गर्न नसकिने उहाँले त्यो कामहरू गर्नुभएको छ। त्यसका चाहिँ तपाईँ जान्ने चुन्नेहरू जाति हुनुहुन्न, तपाईँ परमेश्वरको जन हुनुहुन्छ, तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्छ, तपाईँ पवित्र जाति हुनुहुन्छ, तपाईँमा कुनै पनि खोज छैन, तपाईँमा कुनै पनि अपराधहरू छैनन्, किनभने सबै कुराहरू उहाँले चाहिँ उठाइसक्नु भएको छ। त्यसका चाहिँ तपाईँ चाहिँ अन्धकारमा अहिले हुनुहुन्न, तपाईँमा ज्योतिमा आउनुभएको छ। हेर्नुहोस्, त्यही भएर सुरुको टपिकमा के दियो हामीले भने हामीहरू चाहिँ हाम्रो शैलीलाई चाहिँ परिवर्तन गर्नुपर्छ, हाम्रो हरेक कामहरूलाई चाहिँ परिवर्तन गर्नुपर्छ, अनि मात्र त्यो योग्यका छ त्यो तपाईँ बन्नुहुनेछ। हेर्नुहोस् त, अनि एकपल्ट तिमीहरू पर्दा थिएनौ तर अब त तिमीहरू परमेश्वरका पर्दा भएका छौ, एकपल्ट तिमीहरू कृपा पाएका थिएनौ तर अब त तिमीहरू कृपा पाएका छौ। त्यस कारण चाहिँ तपाईँको जीवनशैलीलाई चाहिँ मार्नुहोस् के। आज हुन्छ एकचोटि गरेर दुईचोटि हुन्छ, कसरी हुन्छ, प्रार्थना गर्नुहोस्, भक्तिको जीवन जिउनुहोस्। म यसलाई चाहिँ सङ्कल्प गरेर म छोड्छु, यसलाई त्याग्छु, यसलाई गर्छु भनेर तपाईँले निर्धारण गर्नुहोस्। तपाईँले जब चाहनै गर्नुहुन्न, इच्छाभित्रबाट जगाउनुहुन्न भने तपाईँको जीवनशैलीलाई कहिले पनि तपाईँले त्याग्न सक्नुहुन्न। त्यसले चाहिँ त्यो योग्य बन्नको निम्ति, तपाईँ परमेश्वरको जन बन्नको निम्ति, तपाईँ परमेश्वरको छोराछोरी बन्नको निम्ति, तपाईँ पवित्र जाति बन्नको निम्ति तपाईँको जीवनशैलीलाई चाहिँ परिवर्तन गर्नुहोस्। वाह, त्यो व्यक्ति कस्तो रहेछ आज भन्ने कुरालाई चाहिँ त्यो मानिस तपाईँको मानिसले चाहिँ थाहा पाउन सकेको है। त्यस कारण चाहिँ हामी त्यो शैलीबाट हामी परिवर्तन हुनुपर्दछ। हामी चाहिँ एक चुनिएका जातिहरू, राजकीय पुजारी भएका छौँ र पवित्र प्रजा भएका छौँ। त्यो चाहिँ परमेश्वरको आफ्नै मानिसहरू चाहिँ हामीले चाहिँ साधारण होइन, तर परमेश्वरलाई हामीले चाहिँ विशेष उद्देश्यको लागि चाहिँ चुन्नु भएको रहेछ। हेर्नुहोस् त, विशेष गरेर उद्देश्यको लागि तपाईँ आमालाई चुन्नु भएको छ है। त्यस कारण चाहिँ हाम्रो जीवनशैलीको पद 11 र 12 पद म पढ्नेछु। अनि पत्रुस 2:मा चाहिँ 11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि विदेशी र प्रवासी हौ भनी जानेर तिमीहरू आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाबाट अलग रह है। आज हामीले कतिपय कुरा, म सबैभन्दा पहिला यो बाग्लुङमा 2072 सालमा बाग्लुङमा आउँदै गर्दाखेरि मलाई कति दुःख लाग्थ्यो, मलाई रुन मन लाग्थ्यो कि यहाँ चाहिँ फल्नाको चर्च अनि अमरको चर्च, उता उसको चर्च, यसको चर्च भनेर सुन्दाखेरि मलाई अचम्म विवेक लाग्थ्यो होइन। यस्तो म त सुनेको थिइनँ, यत्रो वर्ष मैले विश्वास गरेँ। तर प्रभु येशूको राज्य हो, त्यो धौलागिरी बत्तिस चर्च चाहिँ भन्न मिल्छ, लिभिङ फ्याट फेलोसिप चाहिँ भन्न सकिन्छ, नवजीवन चर्च भन्न सकिन्छ। त्यो व्यक्ति कसरी आयो भनेर मलाई चाहिँ अफसोस लाग्थ्यो कि, एकदम अफसोस लाग्थ्यो। हामी परमेश्वरको राज्य हो, यो त परमेश्वरको राज्य हो, यहाँ कसैको तेरो र मेरो कसैको छैन के। हामीले आज नबुझेको कारणले गर्दाखेरि, ज्ञानको कमीले गर्दाखेरि आज यो फल्ना पास्टर, फल्नाको चर्च, देवको पास्टर यस्तो चाहिँ यो नामकरण आएको छ। मलाई त्यतिखेर दुःख लाग्थ्यो, ओहो प्रभुले त्यो सहनै नसकिने त्यो पीडा र त्यो दुःखहरू प्रभुले भोग्नुभयो। आज फल्नाको चर्च भनेर फल्नाको चर्च किन यसरी भनेको होला, किन नामकरण गरेको होला भन्ने मलाई चाहिँ लाग्थ्यो। अहिले मलाई चाहिँ त्यसका चाहिँ आज चाहिँ त्यसैको भेदभावले गर्दाखेरि पनि त्यो लेभलको आज छैन त्यो व्यक्ति भनेको कारणले गर्दाखेरि कतिपय मण्डली एकता आज जवान सङ्गतिमा पनि छैनन् से। आज लेभल खोज्थे कतिपय यो चाहिँ हेर्नुहोस्, यहाँ चाहिँ के भन्दाखेरि यहाँ आग्रह बिन्ती गर्छु भनेको एकदमै नम्र साथ तपाईँसँग बिन्ती गर्छु, यस्तो चाहिँ नगर है भनेर चाहिँ तपाईँसँग चाहिँ अनुरोध गरेको कुरा हामी पाउँछौँ कि किन चाहिँ विदेशी र प्रवासी हो भनेर जाने तिमीहरू आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग पर्छ। आज चाहिँ यो मण्डलीमा पनि यी लडन्तीहरू भएका छन्, म देख्छु। त्यो लेभल खोज्छन्, पढाइको सिद्धान्त कुराहरू, थ्योरीको कुराहरू चाहिँ कुरा गर्छन्। तर हामी परमेश्वरको राज्यमा छौँ, हामी परमेश्वरको शैलीमा हामी कसरी जिउने, कसरी परमेश्वरको गरी योग्य छोराछोरी हुने, हामी त्यो कुरामा जानुपर्छ। तर हामी पिएचडी पढेको, यो मेथड पढेको भन्ने कुरालाई चाहिँ भन्दा पनि हामीहरू चाहिँ परमेश्वरको राज्यमा हामी कसरी मन पर्ने, त्यही हो हामी त्यही पढेछौँ क्या, त्यही पढ्छौँ। अनि त्यसमा चाहिँ गर्ने र शारीरिक अभिलाषाबाट अलग रह भनेको छ। शारीरिक अभिलाषाबाट कुराहरूबाट हामी आज तपाईँको अगाडि म एकदमै
म एकदमै अगाडि बनेर तर म परमेश्वरको दृष्टिमा यदि चुकेको छु भने तपाईँको अगाडि म एकदमै राम्रो भएर के फाइदा भयो र होइन र म तपाईँको अगाडि एकदमै स्मार्ट देखेन तर म परमेश्वरको दृष्टिमा चुकेको छु भने के फाइदा भयो र त्यस कारण चाहिँ यो आत्माको लडाइँमा त हामी चाहिँ अलग बस्नुपर्छ अनि अन्य जातिहरू बिचमा तिमीहरू चालचलन असल होस् अन्य जातिहरूको बिचमा भन्नुभयो प्रभु यीशु ख्रीष्ट तपाईँ क्रिस्चियन भन्नुभएको छ म त क्रिस्चियन हो मेरो परिचय मेरो आइडेन्टिटी भनेको छ म क्रिस्चियन हो म चाहिँ परमेश्वरको जन हो म परमेश्वरको छोराछोरी हो भनेको छ तर संसारको ढाँचामा चाहिँ हामी हिँडेका छौँ संसारको जीवनशैलीमा हामी चलिरहेका छौँ भने त्यसको के महत्त्व हो त्यस कारण चाहिँ अन्य जातिहरूको बिचमा तिम्रो चालचलन असल होस् भनेको छ हामी चाहिँ ए फल्ना त यस्तो गर्छ अरे हाम्रो बुक्ने कान्छ त बुवा यहाँ चल्दो गएपछि त उनको जीवनशैली अर्कै छ है विभिन्न कारण है भन्ने त्यो चाहिँ आयो भने त्यसको अर्थ केही पनि रहेन है त्यसैले कसैले तिमीहरूलाई चाहिँ कुकर्मी भने तिमीहरूको विरुद्धमा बोले तापनि तिमीहरूका अलग असल कामहरू देखुन् र आगमनको दिनमा तिमीहरू परमेश्वरको महिमा गरून् भने चाहिँ तपाईँहरू चाहिँ किनभने प्रभु यीशु ख्रीष्ट चाहिँ मण्डलीबाट न्याय लिनुहुनेछ तपाईँ अबको समय भनेको चाहिँ तपाईँ झुसिल किराबाट पुतलीमा जाँदै हुनुहुन्छ है तपाईँ पुतलीमा सर्दै हुनुहुन्छ पुतली कस्तो हुन्छ राम्रो हुन्छ परिणत हुन्छ उसमा शुद्ध भएको हुन्छ उस झुसिलका किराहरू फालेर ऊ चाहिँ पुतलीमा परिणत भएको हुन्छ त्यस कारण हामी महिमामा जाँदैछौँ है हामी ठट्टाउली गर्दै छैनौँ हामीहरू चाहिँ महिमामा जाँदैछौँ हाम्रो जीवन महिमामा जाँदैछ तपाईँको अस्ति हामीले हेरेका थियौँ मत्ती 16को पदमा त्यहाँ हेरेको नि प्रभु यीशु कस्तो हुनुभयो डाँडामा जाँदै गर्दाखेरि उहाँको रूप परिवर्तन भएको कुरा हामी पाउँछौँ रूप परिवर्तन भएको छ अनि पत्रुस युहन्नाले हेरेर ओ छक्क परेको छ एलियाको निम्ति तपाईँको निम्ति र उहाँको निम्ति हामीले ठाउँ अलग बनाऊ भनेर चाहिँ के गरेर त्यहाँ चाहिँ भनेको कुरा पाउँछौँ त्यस कारण चाहिँ तपाईँको मृत्यु पछिको 28 अनि त्यसमा चाहिँ तपाईँहरू चाहिँ भन्नु सुन्नु मोती 16को 28 मोती 16को 28मा 29मा हेर्नु त्यस कारण चाहिँ हाम्रो चाहिँ यूहन्ना 5को 24 पद अनुसार मृत्युबाट हामी जीवनमा सडेका हुनेछौँ हामी यो ढोकाबाट बाहिर गए जस्तो हाम्रो शरीर मरे तापनि हाम्रो जीवन हाम्रो आत्मा चाहिँ जीवनमा सरेको हुनेछ आमेन त्यस कारण चाहिँ हामी के भन्छ आगमनको दिनमा तिमीहरूले परमेश्वरको महिमा गरून् है आगमनको दिनमा चाहिँ हाम्रो शरीर चाहिँ महिमितमा गएर चाहिँ परमेश्वरको महिमा गर्ने योग्य हामी चाहिँ बन्न सकौँ त्यस कारण चाहिँ हामीहरू साह्रै खराबको इच्छाबाट टाढा रहनुपर्छ है यो खराबबाट हामी टाढा रहनुपर्छ राम्रो काम गर्नु अरूको लागि उदाहरणै बन्नु जस्तै हाम्रो बहिनीले भन्दै हुनुहुन्छ हामी अरूको निम्ति प्रार्थना गरौँ है म अहिले त्यो लामाचौर भन्ने त्यो उसमा गएको छु त्यो ठाउँको निम्ति म प्रार्थना गर्छु प्रभु यी मानिसहरूले पनि तपाईँलाई ग्रहण गर्न सकुन् विश्वास गर्न सकुन् तपाईँको नाममा घोडा टेक्न सकुन् भने म प्रार्थना गर्छु है त्यस कारण हामीहरू चाहिँ एकअर्काको निम्ति प्रार्थना गर्न एकदमै महत्त्वपूर्ण छ अरूलाई चाहिँ उदाहरण बन्नु हाम्रोमा अनि चाहिँ एकदमै महत्त्वपूर्ण छ हाम्रो जीवन हाम्रो पैसा देखाउनु एकदमै महत्त्वपूर्ण छ अनि यसको निष्कर्ष भनेको चाहिँ हेर्नुहोस् है म तपाईँले चाहिँ यहाँ हामी के बोल्नु छ यूहन्ना 1:12मा भन्छ कि परमेश्वरको सन्तान हौ 2 कोरिन्थीको 5:17मा भन्छ हामी नयाँ सृष्टि हौ भनिकन त्यहाँ हामीले पाएका छौँ यो बिचको यो बोल्थ्यो बोले ऊ भनेको पद यहाँ मैले चाहिँ हामी के हौँ त आज हाम्रो आइडेन्टिटी के हो भन्ने कुरामा त निष्कर्षमा त देखाएको मात्र हो तर त्यो गर्नु पर्दैन एफिसीको 1:7 हुन्छ उहाँको रगतद्वारा हामीले छुटकारा र पापको क्षमा पाएका छौँ 2 कोरिन्थी 5:21 भन्छ कि क्रिस्टको कारणले परमेश्वरको नजरमा धर्मी भएका छौँ अनि रोमी 8:37मा हामी चाहिँ उहाँद्वारा सबै कुरामा विजेता भएका छौँ मोती 5:13 र 14मा भन्छ कि हामीले प्रकाश